जस्तै हाम्रो क्वेसन चाहिँ यो भयो हैन। फर्स्ट अफ अल चाहिँ तिमीले के गर्नु पर्यो नि त के भन्छ अरे स्लाइडको क्वेसन चाहिँ नहेर। स्लाइडमा चाहिँ दुईटा मेथडबाट गरे कि एउटा चाहिँ यस्तो फिगरहरू गराएर गरे एउटा चाहिँ यस्तै गरी सिधै यहाँ ल्याङ्ग्वेज लेखेको तरिकाले गरे। हाम्रो चाहिँ ल्याङ्ग्वेज लेखेको तरिकाले गर्दा सजिलो हुन्छ। भनेपछि के भन्छ भने डिजाइन पाइपलाइन एबी भन्छ। यहाँ कहिले खोलो दिन्छ कहिले रिजर्भर दिन्छ, कुरो एउटै है। खोलो रिजर्भर त्यस्तो अब चाहिँ त्यसको स्ट्याटिक हेड भन्ने चाहिँ चेन्ज हुन्छ कि। अनि रिजर्भर छ यहाँ यस्तो रिभर हाल्नु पनि एउटै गुण। अनि हामीले दिन्छ यहाँ आरएलहरू दिन्छ, यो पोइन्टको आरएल यो पोइन्टको आरएल यो पोइन्टको आरएल दिन्छ। के भन्छ भने डिजाइन पाइपलाइन एबी एन्ड बिसी फर वाटर डिस्ट्रिब्युसन नेटवर्क। डिजाइन पाइपलाइन भनेको हामीले यहाँ केही गर्न पर्दैन, यो पाइपलाइनमा यस्तो यस्तो लेन्थ छ, यति डिस्चार्ज जान्छ मेरो, यसको चाहिँ डिजाइन गर भनेको यसको डायमिटर कति हुन्छ भनेर निकाल भनेको खास मेन कुरो चाहिँ। अब तिमीले के गर्न पर्यो भने यो निकाल्नुभन्दा पहिला तिमीले एउटा फर्मुला जान्नुपर्छ। यो हेजेन विलियम्सनले दिएको फर्मुला छ हेड लस निकाल्ने याचएफ भन्ने। यो एकदम कमन फर्मुला। यसको फर्मुला 10.68 याल बाई अनि डी अनि 4.87 अनि क्यू बाई सी अनि 1.852 अनि यो भन्ने फर्मुला। यो भनेको हेड लस, यो भनेको लेन्थ अफ त्यो सेक्सनको पाइप, यो भनेको डायमिटर त्यो पाइपमा बग्ने डिस्चार्ज, यो सी भनेको हेजेन विलियम्सनको कन्स्ट्यान्ट हो। यदि सी भन्ने हामीलाई क्वेसनमा दिन्छ, हेजेन विलियम्सन कन्स्ट्यान्ट सी भनेर क्वेसनमा दिन्छ नि यो फर्मुला प्रयोग गर्ने। यदि डार्सीको फ्रिक्सन भन्ने याफ भन्ने त्यस्तो फ्रिक्सन फ्याक्टर दिन्छ नि हेड लसको भन्नुमा, जस्तै हामीले हाइड्रोलिक गर्नु पर्दैन नि याफ एल क्यू स्क्वायर बाई 12.1 डीको डायमिटरको पावर 5। यी दुईटा फर्मुला सम्झेपछि यो क्वेसन जम्मै सल्भ हुन्छ। यही दुईटा फर्मुला मात्रै खेलाउन जानेपछि सब हुन्छ। अब यो फर्मुला पहिला कसरी सम्झिँदा भने मेनली प्रयोग हुने यो फर्मुला सी दिएको हुन्छ अनि मेनली प्रयोग हुने फर्मुला यो भनेपछि यो फर्मुला कसरी सम्झिन्छ त पहिला भन्दा के छ भने 10 डक्स भन्नु 10 लिटिल डक्स होइन 10 लिटिल डक्स अनि 4 डाइभ इन वाटर अनि 10वटा लिटिल डक्स छन्, 4 चाहिँ डाइभ गर्यो वाटरमा अनि त्यसपछि चाहिँ अनि 1 बिग स्वान फ्लाइज 1.852 भनेर यसरी सम्झेँ मैले। के भनेको 10 लिटिल डग भनेको अगाडि 10 सम्झेपछि त्यहाँ 10.68 भन्ने छ। 10 लिटिल डग भनेको याल छ भन्ने पनि बुझिन्छ हो। 10 लिटिल डग भनेपछि यो भयो, यसलाई डगलाई अरू केही नहेर्ने 10 र लिटिललाई हेर्ने। अनि 4 डाइभ इन वाटर भनेपछि 4वटा चाहिँ डाइभ गर्यो वाटरमा अपन। त्यसपछि डी भनेको डायमिटर जनाउँ अनि 4 भनेको 4 छ अगाडिको भेल्यु सम्झेपछि त 0.87 सम्झिनु पर्यो। अनि 1 बिग स्वान भनेको यो यसलाई होल गरेको जस्तो 1 बिग स्वान, यो 1 छ नि त यहाँ 1 बिग स्वान भनेको क्यू बाई सी चाहिँ सम्झिनु पर्यो डिस्चार्ज बाई सी। फ्लाइज 1.852 यो 1.852 कसरी सम्झिने भन्दा क्यालकुलेटरमा छ। जस्तै 1.852 हुन्छ नि यस्तरी लगातार छ भने त्यही भएर 1.852 यसरी यहाँ क्यालकुलेटर हेरेर पनि सम्झिन सक्छ। भनेपछि 10 लिटिल डक्स अनि 4 डक्स डाइभ अनि क्यू बाई सी गर्नु पऱ्यो अनि 1.852 चाहिँ यहाँ छ। पहिला चाहिँ हेड लसको फर्मुला सम्झिनु पऱ्यो, यो दुईटाको फ्रिक्सन फ्याक्टर दियो भने यो सम्झिनु। यति चाहिँ पहिला यति फर्मुला जानेपछि सल्भ हुन्छ। अब जस्तै यहाँ के दिन्छ भने यस्तो क्वेसन दिया यहाँ रिजर्भर दिया लेन्थ यदि छ बिसी दियो, यहाँको आरएल तिनटै ठाउँको हरेक ठाउँको आरएल दिन्छ। अनि अरू अगाडिको क्वेसनमा के दिया भने यहाँदेखि यहाँसम्मको लेन्थ पनि दिया अनि यहाँदेखि यहाँसम्मको डिस्चार्ज पनि दिया, क्यू पनि दिया। त्योभन्दा अझै सहिलो भयो अगाडिको क्वेसन। तर यहाँ के भन्यो पपुलेसन दियो। अब हामीले पपुलेसनबाट इस्टिमेट गर्नु पर्यो। अगाडिको जस्तै फर्मुला लाएर पपुलेसनको कति पपुलेसन हुन्छ डिजाइन हेर त्यो लाउनु पर्यो। त्यसपछि डिस्चार्ज कति हुन्छ र त्यो यसमा डिस्चार्ज पनि निकाल्नु पर्यो। एक्स्ट्रा दुःख दियो नि त यस्तो पपुलेसन दिएपछि त्यसमा डिस्चार्ज निकाल्नु पर्यो यो पाइपमा कति बग्छ भनेर। भनेपछि सुरुमा के देखा वाटर डिमान्ड भनेको 160 एलपिसिडी। यी पपुलेसन यति छन्, यिनीहरूले पानी दिनको 160 खान्छ भनेको छ क्वेसनले। भनेपछि वाटर डिमान्ड भनेको कति छ भन्दा क्यू भनेको 160 एलपिसिडी छ भने। अनि हेजेन विलियम्सनको कन्स्ट्यान्ट भनेको 100 छ भने।
अनि आरएल अफ ए भनेको 1000 मिटर छ, आरएल अफ बी भनेको 950 छ, आरएल अफ सी भनेको 900 मिटर मात्रै छ। अब यहाँ के देखा भने अरू पिक फ्याक्टर भनेर देखा, पिक फ्याक्टर पनि लेखिदिन्छ, जस्तै पिक फ्याक्टर भनेर 3 देखा है। अब पिक फ्याक्टर 3 देखा। अब त्यसै मिनिमम हेड रिक्वायर्ड भनेर 10 मिटर, यहाँ कहाँ देखा मिनिमम हेड रिक्वायर्ड भनेर, यहाँ मिनिमम हेड रिक्वायर्ड सुड नट बी द रेसिडियल हेड भनेको यो भनेको के हो भनेको जस्तै एदेखि बीमा पानी जान सर्टेन ओह्रालो त चाहियो नि होइन। जस्तै तिमीले यहाँ एदेखि बीसम्म डिजाइन गर्यो भने ठ्याक्कै जस्तै यस्तो भयो, यस्तो देख्यो, यो ए भयो, यो बी भयो। तिमीले यी दुईवटा आरएल लिएर डिजाइन गर्यो भने कहिले यहाँ पानी नआउन पनि सक्छ। त्यही भएर यहाँ मलाई 10 मिटर त यहाँ हुनैपर्छ, जति भए पनि 10 मिटर माथि भएपछि पानीको फोर्स तल आउन सक्छ भने। त्यही भएर 10 मिटर चाहिँ यो रेसिडियल हेड, 10 मिटर चाहिँ यो रेसिडियल हेड राखेको हुन्छ कि बीदेखि हरेक पोइन्टमा, बीमा सीमा राखेको हुन्छ कि पानी राम्रोसित प्रेसरमा आओस् भनेर सबै केसमा। त्यही भएर पिक फ्याक्टर भनेको यहाँ 3 छ, अनि रेसिडियल हेड भनेको 10 मिटर छ। यति बुझ्न पर्यो। अब सुरुमा तिमीले जहिले पनि एबी सेक्सनको हामीले फर्मुलामा के हाल्नुपर्छ भन्दा हेर, लेन्थ हाल्नुपर्छ, डायमिटर हाल्नुपर्छ, डायमिटर त निकाल्नै पर्यो, हेड लस निकाल्नु पर्यो भनेपछि क्यू निकाल्नु पर्यो। लेन्थ र क्यू त मेन चाहियो भनेपछि लेन्थ यहाँ दिइसक्यो, क्यू निकाल्नु पर्यो। फर्स्ट काम हाम्रो क्यू निकाल्ने हुन्छ। अब पपुलेसन टु बी सर्भ बाई बीसी पाइप। अब यहाँ यति बुझ्नुपर्छ, बीसी पाइपमा पपुलेसन 4400लाई दिए पुग्छ, यो बीसी पाइपले यतिलाई दिए पुग्छ, तर एबी पाइपलाई 3600 त दिए, तर यसको पनि गर्न पर्यो नि त, यहाँ जोड्न पर्यो नि त। जस्तै लास्टको पाइपले त लास्टमा जति छ त्यति गर्न पर्यो, जस्तै अगाडिको पाइपले त सबैलाई पुग्ने पठाइदिनु पर्ने। जस्तै यो बीसी भन्ने पाइपले आफ्नो मात्रै हेरे भयो, बीसी भन्ने पाइपले कति 4000 पपुलेसनलाई मात्रै हेरे भयो, तर एबी भन्ने पाइपले सुरुबाट गएको यसले त 3600लाई पनि हेर्न पर्यो, 4400लाई पनि पुग्ने पानी लानु पर्यो भनेपछि एबीको पपुलेसन भनेको 3600 प्लस 4000 हुन्छ। यहाँ पनि त्यही गरे, बीसीको पपुलेसन यति नै छ, तर एबीको पाइपलाई चाहिँ यति छ भनेर निकालो भनेपछि यति तिमीले निकाल्न सक्नु पर्यो। अब यसपछि त कुन पाइपलाई डिजाइन गर्ने, पपुलेसन त्यसैको निक्लिने अनि डिस्चार्ज पनि त्यसैको निकाल्न सकिन्छ। भनेपछि यति चाहिँ निकाल्न जान्नु पर्यो। यदि तिमीलाई सिधै डिस्चार्ज देखाउँ, जस्तै अगाडि क्वेसन के देखा नि, सिधै लेन्थ देखा, डिस्चार्ज, यो चाहिँ लिक्विड पर सेकेन्डमा देखा है, एलपिएस भनेको लिक्विड पर 0.35 लिक्विड पर सेकेन्डमा देखा। यसलाई चाहिँ हामीले मिटर क्युब पर सेकेन्डमा लानुपर्छ। जस्तै 10 एलपिएस देखायो नि, सिधै लिक्विड मिटर 10⁻³ भनेपछि मिटर क्युब पर सेकेन्डमा जान्छ है। यति लिटरलाई मिटर क्युबमा लान इन्टु 10⁻³ गर्ने। यदि डिस्चार्ज यहाँ तिमीले के हेर्न पर्यो भन्दा लेन्थ र डिस्चार्ज देखाउँदा केही दुःख गर्न पर्दैन, डिस्चार्जलाई मात्रै मिटर क्युबमा चेन्ज गर्नु पर्यो, त्यो एकदम ख्याल गर्ने। तर पपुलेसन देखायो भने चाहिँ पपुलेसनमा यति झुक्काइदिन्छ, बीसीमा जति पपुलेसन छ त्यति लेख्ने, तर एबी पाइपको डिजाइन त 3600 प्लस 4400 हुन्छ एबी पाइपको डिजाइनमा। अब हामीले पाइप डिजाइन गर्छौँ, एबी पाइपलाई डिजाइन गरौँ है त। जस्तै अब यहाँ हेर, डिजाइन अफ पाइप एबी भनेर, पाइप एबीमा डिस्चार्ज कति हुन्छ भन्दा पिएबी पपुलेसन कति छ, त्यहाँ 8000 पपुलेसन छ, 3लाई नहेर। अनि तिनीहरूले एउटाले कति पानी खान्छ भने 160 पानी खान्छ भने यहाँ, अनि इन्टु 3 गर्ने। अनि त्यसपछि चाहिँ यो एलपिसिडीमा यो चाहिँ मिटर क्युबमा चेन्ज गर्नुपर्छ। यो 8000 चाहिँ नम्बरमा 3 नम्बरमा, तर 160 भनेको त केमा छ, एलपिसिडी लिक्विड पर क्यापिटल भन्ने पर डेमा छ। हामीलाई केमा चाहियो, यहाँ मिटर क्युब पर सेकेन्डमा लानु। डिस्चार्ज जहिले पनि मिटर क्युब पर सेकेन्ड भनेपछि हामीलाई 160 त लिटर पर डे दिए भनेपछि यसलाई चेन्ज गर्न के गर्नु पर्यो, 160 इन्टु पहिला 10⁻³ चाहिँ मिटर क्युब पर डेमा जान्छ। यसलाई मिटर क्युब पर डे जो गरेर यसलाई तल राखिदेऊ। अब डेलाई फेरि सेकेन्डमा चेन्ज गर्न के गर्नु पर्यो, 160 इन्टु 10⁻³ यो तल भनेपछि डेलाई सेकेन्डमा चेन्ज गर्न 24 एक दिनमा 24 घन्टा इन्टु 60 इन्टु 60 भनेपछि यो बल्ल मिटर क्युब पर सेकेन्डमा गयो भनेपछि अब यसलाई पपुलेसनले मल्टिप्लाई गर्ने। यहाँ बुकमा चाहिँ सिधै गरिदिएको कि 8000, अनि यसमा पिक फ्याक्टर पनि देखायो, पिक फ्याक्टर देखाएन भने मल्टिप्लाई गर्नु पर्दैन, देखायो भने चाहिँ गर्ने। भनेपछि 3ले पिक फ्याक्टरले गरेपछि त्यो ठाउँको डिस्चार्ज एबीलाई मात्रै आउँछ। एबीको डिस्चार्ज भनेको 10⁻³ मिटर क्युब पर सेकेन्ड भन्ने त्यहाँको डिस्चार्ज भन्ने आयो।
अब चाहिँ हाम्रो के छ भने अब यति हल्का फिगर बनाउनु जस्तै ए को छ नि अब यहाँ के भने अलोएबल म्याक्सिमम हेड लस कति भयो त फ्रम ए टु बी जाँदा हामीलाई फर्मुलामा के चाहिन्छ भन्दा सुरुमै डायमिटर निकाल्न जस्तै यो एउटा फर्मुला सम्झिने यसले हामीलाई डायमिटर पनि दिन्छ हेड लस पनि दिन्छ यो चाहिँ आफूले क्यालकुलेटरमा याक्स हाल्ने यताउति मिलाएर गर्ने यो एउटा फर्मुला सम्झिने यो उल्टाउनु पल्टाउनु आफैले जान्ने कि जस्तै याचएफ निकाल्न जस्तै डायमिटर निकाल्न भने याचएफ देखा डायमिटर निकाल्न त सक्नु पर्यो किनकि यो सबै हाल्ने यसको डीको ठाउँमा याक्स हाल्ने अनि क्याल गरेर निकाल्ने भनेपछि अब डायमिटर निकाल्न हामीलाई के चाहियो क्यू चाहियो क्यू आइसक्यो लेन्थ पाइप थाहा त्यो सेक्सनको सी पनि थाहा छ हामीलाई सय हो भन्ने अब याचएफ चाहियो नि त हेड लस निकाल्न पर्यो नि त पहिला त्यो एबी सेक्सनको एबी सेक्सनमा याचएफ निकाल्न के गर्नु पर्यो भने यो ए भन्ने पोइन्ट हो हेड लस भनेको मिटरमा हुन्छ जस्तै यो बी पोइन्ट हुन्छ जहिले पनि आरएल हेर्ने अब ए को आरएल कति छ 1000 छ अनि बी को आरएल कति छ भन्दा 950 छ यो माथि देखाए पनि यहाँ आरएल हेर्ने घट्दै गयो भने तलतिर जान्छ नि भनेपछि यी दुईटा बीचको हेड लस कति छ त यी दुईटा बीचको हेड लस कति छ भनेर निकाल्न पर्छ के हेड लस कति छ भन्दा निकाल्नलाई जहिले पनि माथिको आरए माइनस आरबी गर्ने यी दुईटाको डिफरेन्स प्लस यो भनेको रेसिडुअल हेड यो भनेको के खास हेड लस भनेको यी दुईटाको डिफरेन्सै हो आरएलको डिफरेन्सै हो गर्ने त तर के भने भने त्यसले मलाई रेसिडुअल हेड जहिले पनि हरेक पोइन्टमा मलाई 10 मिटरबाट तैँले मुनि चाहिँ डिजाइन गर्न पाउनुहोस् भने है रेसिडुअल हेड भनेको यति तैँले यहीँसम्म हेड लस राख्न पाउनुहोस् तेरो लाइन भनेको यहाँसम्म मात्रै आउन पाउँछ भने के भनेपछि यो यति भएको भनेको हेड लस भएको छ भनेपछि के गर्नु पर्यो आरए भनेको यहाँको 1000 भयो यो यति यो 10 मिटर यस्तो नभन्बाट के गरिन्थ्यो हामीले माइनस 950 गरिन्थ्यो सिधै तर यस्तो गर्न पाउनुहोस् 10 मिटर त तैँले जोड्नै पर्छ भन्छ त्यही भएर प्लस याद गरिदिनु भनेको 10 मिटर यसलाई ब्राकेटमा राखिदिनुपर्छ माइनस गरेर भनेपछि हेड लस भनेको यही हो यी दुईटाको डिफ्रेन्स भनेको हेड लस हो भनेको त्यो भनेको हाम्रो 40 मिटर आयो यो यस्तो दिमाग लाएर बुझे पनि हुन्छ नत्र यति बुझ्दैदा पनि हुन्छ कि के गर्नु भने आरए माइनस आरबी प्लस याद गर्ने कि सबै यहाँको आरएल माइनस आरबी प्लस याद गरिदिने कि भनेपछि तिम्रो यो भनेको हेड लस एदेखि बीमा जाँदा यति हेड लस भनेपछि अब तिम्रो डायमिटर आयो यो फर्मुलामा हेड लस पनि आयो मलाई एबीको डिस्चार्ज पनि आयो सी पनि आयो अब डीको त याक्स मानेर गरेपछि यो सल्भ गर्नु पर्यो क्यालकुलेटरले सल्भ गरिदिन्छ अनि अब डायमिटर क्यालकुलेट गर्नु पर्यो डायमिटर भनेको याचएफ मैले याचएफ भने यसले किताबमा चाहिँ के गरेर डिसी तलको डिसीलाई यता ल्याए याचएफलाई चाहिँ तल राखेर क्यालकुलेट गरे सबै भेल्यु त्यो फर्मुलामा लगाएर राखिदिने भनेपछि डीको भेल्यु आउँछ केमा हामीले त सबै मिटर क्युब पर सेकेन्डमा राखेर डीको भेल्यु केमा आउँछ मिटरमा आउँछ अब यसलाई चेन्ज गर्नु पर्यो केमा एमएममा 1.2 यो भनेको एमएममा गयो यति भनेपछि त्यो ठाउँको डायमिटर त आयो तर अब हामीले यो यति हेड लस हुँदा यति डायमिटर आयो यो ठिक छ अहिलेसम्म है गरेको मिल्छ तर के हुन्छ भने बजारमा त यति पोइन्टमा त कहिले पनि पाइँदैन नि त 100 जस्तै अब बजारमा अब यस्तो पोइन्टमा नपास के भन्छ हामीले बजारको अनुसार डिजाइन गर्नुपर्छ हो अब यो चाहिँ मलाई फोटो पनि पठाइदिउँला नत्र बजारमा कस्तो पाइन्छ भने एउटा पाइन्छ 15 mm 5 mm मा फरक हुन्छ सुरुमा चाहिँ 20 mm 25 mm अनि त्यसपछि 30 नभएर 32 mm अनि 40 mm अनि 50 mm अनि 65 mm अनि 80 mm 100 mm 125 mm र अनि कति भने 150 mm हो 150 mm भनेपछि अब तिम्रो यहाँ 120 आयो भनेपछि अब मुनि जान त मिलेन भनेपछि माथि नै भने बजारमा पाउने 125 mm मैले त यति निकालेको थिएँ बजारमा त यति पाउनु पर्यो भनेपछि ए मैले त डायमिटर फेर्न पर्यो यो भेल्यु चाहिँ सम्झिन पर्छ है जुन नजिक आउँछ त्योभन्दा यति माथिको लेखिदिने भनेपछि डायमिटर चाहिँ मेरो 125 को मात्रै पाउँछु है भने अब मैले यो त डायमिटर त फेर्दै खास यो डायमिटर के को लागि आएको त यति हेड लस राख्दा डायमिटर यति आयो यति आयो तर म डायमिटर त फेर्दै डायमिटर फेरेपछि त फेरि हेड लस पनि त फेरिन पर्यो हो फेरि त्यही फर्मुलामा जस्तै अब अघि फेरि अब के गर्नु भने यो अहिले आएको डायमिटर नयाँ डायमिटर एज्युमरको डायमिटर यसमा हालिदिने अरू सेम राखेर फेरि हेड लस नयाँ हेड लस निकालिदिने कि बुकमा पनि त्यही गरे डायमिटर निकालो यति निकालो अनि कमर्सियलमा त यतिको डायमिटर पाइन्छ भनेपछि खास अब एक्चुअल हेड लस कति भयो त एदेखि बीमा जाँदा भनेर यो फर्मुला आएपछि 33.062 आयो भनेपछि एदेखि बीमा जाँदाको हेड लस चाहिँ हाम्रो 33.062 आयो भनेपछि
एदेखि बीमा जाँदा हेड लस अब के भयो भन्दा घट्दियो, मानेको भन्दा घट्यो भनेपछि हेड लस भनेको दुईवटाको यहाँ यति त रेसिडुअल मानेको थियौँ अनि यति चाहिँ हेड लस भनेको थियौँ अघि। तर अब के भयो भने हेड लस चाहिँ घट्दियो, यति यहाँ माथि पुगिदियो। अब के भने यो रेसिडुअल त बढ्न पऱ्यो नि त, यहाँदेखि यहाँ माथि त बढ्न पऱ्यो। पहिला पो 10 मिटर थियो यो हेड लस यति हुँदा, तर अब हेड लस त नयाँ हेड लस मानेपछि यो माथि गइदिन्छ, अझै कम भइदिन्छ भनेपछि यो रेसिडुअल हेड लस निकाल्नुपर्छ फेरि। अब रेसिडुअल हेड एट बी त 10 मिटर कति भयो त अब भन्ने हो। खास सबै 10 मिटर मान्ने, तर यो 10 मिटर चाहिँ चेन्ज भयो क्या। अब यहाँ पुग्यो यो लेभल चाहिँ, यो पुग्दा कति भयो भन्दा यो निकाल्ने कसरी भन्दा यो त सबैमा एउटै हो, के भन्छ आरए माइनस आरबी प्लस आरबी प्लस याफ बी, यसमा चाहिँ हेड लस कति भयो भनेको। जस्तै आरएको जस्तै यो के हो कन्सेप्ट, आरएको 1000 उस छ अनि बीको आरएल यति छ भनेपछि यी दुईवटा घटाएपछि यति त आयो। अब यतिमा माथिको हेड लस घटाइदिनुपर्छ कि, यति माथिको हेड लस यति घटाउँदा माथिको यति हेड लस गयो भनेपछि रेसिडुअल हेड भन्ने त यति आउँछ नि त। खास फर्मुला त्यही हो, आरएको टोटल माइनस आरबी भनेको यहाँसम्म गरेपछि यहाँ तलको सबै गयो, अब बाँकी यति रह्यो अनि प्लस माथिको हेड लस पनि घटाइदिने, यसमा माथिको हेड लस घटाइदिने यति बाँकी रहेको रेसिडुअल हेड चाहिँ आउँछ। फर्मुला यो त्यही गरेको भनेपछि 1000 माइनस 33062 यो भनेको नयाँ हेड लस राख्नु पऱ्यो। अब प्लस 950 आरएलएफ बी राखेपछि त्यो ठाउँको 16.938 भन्ने हो। त्यो चाहिँ जहिले पनि 10 मिटरभन्दा धेरै आउनु पऱ्यो, किन अब यो माथि घट्दिएपछि त यो माथि बढ्नु पऱ्यो। यति आयो, अब यति आएपछि सबै मिल्यो। हाम्रो डायमिटर निकाल्नु पर्ने त्यो आइसक्यो। भेलोसिटी इन पाइप भनेर पनि निकालिदिने। भेलोसिटी इन पाइप भनेको त क्यु इजिकल टु भी इन्टु ए हुन्थ्यो भनेपछि भी निकाल्न क्यु बाई ए गर्नु पऱ्यो। क्यु बाई ए हामीलाई डिस्चार्ज भन्ने थाहा, क्यु माथि नै आयो अनि यो भनेको पाई डी स्क्वायर बाई 4 हुन्छ एरिया जहिले पनि। भनेपछि यसलाई माथि लाने, यसको डिस्चार्जको भेल्यु राखेपछि यदि यो जहिले पनि 3 भन्दा कम आउनुपर्छ, यो भेलोसिटीको भेल्यु 3 भन्दा 0.3 देखि 3 सम्म मिटर पर सेकेन्ड आउनुपर्छ। तर यो के भयो 3.621 मिटर पर सेकेन्ड। नर्मली यस्तो त आउँदैन, तर आइसक्यो भने के भन्छ यो ओके भएन, भेलोसिटी आएन भनेपछि के गर्नुपर्छ भने एडप्टिभ अझै ठुलो डायमिटर एडप्ट गर्नुपर्छ। हामीले 125 मानेको थियौँ, अब भएन त्यति। अब अर्को कति छ भन्दा 150 अझै बढाइदिने, 150 mm गर्ने डायमिटर मैले बढाइदिएँ भनेपछि डायमिटर बढाएपछि के हुन्छ, मेरो डायमिटर बढ्यो फेरि अब हेड लस त अझै घट्छ। डायमिटर बढाएपछि फेरि नयाँ हेड लस निकाल्नुपर्छ एबीको। त्यही फर्मुला माथि हेजन इक्वेसनमा फर्मुला राख्ने भनेपछि 3.605 आउँछ। अब रेसिडुअल एट बी पनि निकाल्नु पऱ्यो। त्यो भनेको के हो, आरएम माइनस आरबीको फर्मुला प्लस हेड लस, नयाँ हेड लस निकालेको 36.395, यो अझै बढो 10 मिटरभन्दा। अब भेलोसिटी निकाल्ने फेरि क्यु बाई ए गर्ने, यो चाहिँ अब 2.515 आउँछ भनेपछि यो बल्ल 0.3 देखि 3 को उसमा पऱ्यो भनेपछि यो ओके भयो। भनेपछि एबीमा हामीले 150 मिटरको डायमिटर राख्नु पऱ्यो। यदि यहीँ जो भेलोसिटी निकाल्दा 0.3 देखि 3 सम्मको आउँछ भने चाहिँ यो ओके भइसक्यो। तर आएन भने चाहिँ फेरि एक स्टेप डायमिटर बढाइदिने भनेपछि यहाँसम्म आउँछ एबीको डायमिटर आयो। पपुलेसन राखेर यो निकालिदियो, फर्मुला राखेर हेड लस निकालियो। अब त्यो पाइन्न, त्यही भएर नयाँ निकालिदियो। जस्तै एउटा चाहिँ ख्याल गर्ने कुरा के छ भने म्याक्सिमम सुरुमा म्याक्सिमम हेड लस निकाल्दा चाहिँ आरए माइनस आरबी प्लस याज, त्यो याज भनेको रेसिडुअल हेड 10 मिटर मात्रै राख्ने। तर हामीले पछि यहाँ एक्चुअल रेसिडुअल हेड निकाल्दाखेरि आरए माइनस आरबी प्लस हेड लस राख्नुपर्छ। याज या नयाँ हेड लस निकालेको त्यो पोइजन फर्मुलाबाट यदि घोक्ने भने कि नत्र यसरी फिगरबाट बुझ्ने भने त यो 10 मिटर बढ्दै जान्छ, यो घट्दै जान्छ भन्ने कुरो त्यही हो। अब चाहिँ हामीले 150 गर्ने, लास्टमा चेक गर्ने भनेको भेलोसिटीले यदि 0.3 देखि 3 मिटर स्क्वायरसम्म पऱ्यो भने पऱ्यो। अनि जहिले पनि डायमिटरहरू यस्तोमा आउँछ, यस्तो मैले अघि भनेको थिएँ जस्तै 15, 20, 25 यस्तो हामी 150 माथि जाँदैन। खास चाहिँ यतिसम्म आइरहेको छैन भने, यस्तो मिटरमा एमएममा लाँदा यति आएको छैन भने त्यो चाहिँ कतै बिग्रिएको हुने चाहिँ थाहा हुन्छ यहाँबाट पनि। अनि भेलोसिटी यहाँ निकाल्ने, भेलोसिटी ठ्याक्कै 2 मा परेपछि चाहिँ हाम्रो डिजाइन ओके भयो।
भनेपछि हामीले 150 mm डायमिटरको पाइप त्यो एबी पोर्सनलाई मात्रै हाल्नु पऱ्यो भनेपछि त्यो एबी पोर्सनलाई सकियो। अब हामीले डिजाइन अफ बिसी पोर्सनलाई गर्नुपर्छ। अब चाहिँ हामीले नयाँ पोर्सनलाई जस्तै बिसी पोर्सनलाई डिजाइन गर्नु पर्यो होइन। बिसी पोर्सनलाई डिजाइन गरेर एबी पार्टको भ्याइसक्यो, एबीको हामीले डायमिटर निकालिदिइसक्यौँ। अब बिसीको पोर्सन अब सुरुमा पहिला हामीले के लेख्नु पऱ्यो, यहाँ आरएल लेख्नु पऱ्यो। आरएल भनेको 900 मिटर भयो। यहाँको आरएल लेख्नु पऱ्यो 950 मिटर भयो। यहाँको आरएल 950 मिटर भएपछि के हुन्छ भने अब यहाँको आरएल जहिले पनि 950 मिटर हुँदैन अब यो सेक्सनमा, किनकि हामीले त्यहाँ सधैँ 10 मिटर हेड राख्ने भन्थ्यौँ। अब 10 मिटर हेड नराखेर हाम्रो हेड त कतिमा पुग्थ्यो, 36.395 पुग्दिसक्यो नयाँ हेड त। जहिले पनि अब आरएलएफ बी लेख्दा 950 प्लस 36.395 लेख्नुपर्छ क्या। भनेपछि यो भनेको तिम्रो कति आउँछ 986.395। यो चाहिँ बुझ्ने कुरा भनेको यहाँ थियौँ कि जस्तै बीसम्म त आयो, आरएल भनेको यति लिन्थ्यो। अब यो भनेको एबी जस्तै गरेर चाहिँ यो भनेको बी पोर्सनलाई नयाँ आरएल चाहिँ यहाँ पुग्छ। अब यहाँ लेखेको त्यही जस्तै एक्चुअल याजिएल लेभल एट बी भनौँ, एक्चुअल याजिएल लेभल चाहिँ यहाँ ठाउँमा पुग्छ भन्नु। यसमा चाहिँ आरएसँगको रेस्पेक्टमा निकाले त्यो अरू पनि हुन्छ, नत्र सिम्पली बुझ्दा यो आरएलमा नयाँ आएको हेड जोडिदिने, यो किताबको बुझ्नु पर्दैन। बीमा नयाँ हेड जोड्छ यहाँको आरएल आउँछ। अब सीमा 900 छ, हरेक पोइन्टमा के भने त्यसले 10 मिटर माथि डिजाइन गर्नुपर्छ, यहाँसम्म डिजाइन गर्नुपर्छ, यहाँसम्मको आरएलमा डिजाइन गर्नुपर्छ भन्ने यति यहाँ बुझ्नुपर्ने चाहिँ। अब चाहिँ यहाँ के निकाल्नु पऱ्यो, यो लेन्थ दिए। अब हामीले डायमिटर निकाल्न क्यू निकाल्नु पऱ्यो। फर्मुलामा त क्यू हुन्छ भनेपछि क्यू निकाल्न के गर्नु पऱ्यो भन्दा हाम्रो पपुलेसन पिक फ्याक्टर दिए भने राख्ने, दिएन भने नराख्ने। पिक फ्याक्टर हाम्रो दिए 3 दिए। त्यसपछि पपुलेसन कतिजना छन् भन्दा 4400 छन्। यो पपुलेसन राख्दा चाहिँ ख्याल गर्ने बिसी पोर्सन छ जति छ त्यति राख्ने, एबीमा चाहिँ दुइटैको जोड्दै राख्दै, जति पछाडि आयो अगाडिको त्यति जोड्दै राख्नु पऱ्यो। क्युब यति आयो भनेपछि एकजनाले कति खान्छ भने 160। यो त लिटर पर डेमा दिए, यसलाई त मिटर क्युबमा हाल्नु पर्छ 10⁻³ अनि 86400 हाल्नुपर्छ यसमा डिभाइड बाई। भनेपछि यो मिटर क्युब पर सेकेन्डमा जान्छ बल्ल। यो आउँछ यसको भ्यालु आउँछ 24.44 × 10⁻³ मिटर क्युब पर सेकेन्ड। अब यी दुईटा बिचमा हेड लस कति भयो त भन्दा हेड लस भनेको के भन्दा सिम्पली बुझ्दा दुईटा बिचको इलिभेसन डिफरेन्स सर्वेमा गर्छ। अब हो यहाँ हाल्दा के झुकिन्छ नि, यहाँको आरएल चाहिँ हाल्न पाइन्न कि दुईटाको बेसको आरएल चाहिँ कहिले पनि हाल्ने होइन। यहाँ त माथि पुगिसक्यो भनेपछि 986.395 गर्नु पऱ्यो अनि माइनस खास घटाउनु त यहीँको आरएल हो 900 घटाइदिए हुने हो। तर के भने हामीलाई त यहाँ डिजाइन गर्नु पाइन्न, 10 मिटर माथि गर्नु पऱ्यो प्लस 10 पनि गरिदिनु पऱ्यो, ब्राकेट राखिदिने यसमा। भनेपछि यी दुईटा बिचको हेड लस आउँछ 376.395। अब हेड लस आइसकेपछि त त्यही फर्मुलामा हालिदिने। भनेपछि डायमिटर निकाल्ने बिसीलाई हाम्रो हेड डायमिटर निकाल्ने फर्मुला के थियो, याच एफ इजिकल टु 10.68 तल डी भन्ने थियो। डीमा याक्स हालेर क्यालकुलेटरमा सर्भ गरेर डीको भ्यालु निकाल्ने। यो जहिले पनि मिटरमा आउँछ 0.1012 मिटरमा आउँछ। यसलाई चाहिँ चेन्ज गर्दा 101.2 mm। अब 101 को त पाइप पाइँदैन, हामी चाहिँ बढ्न पऱ्यो। कहाँ जानु पऱ्यो भन्दा 125 mm को छ हाम्रो सिधै 100 देखि 125। भनेपछि एज्युम डायमिटर चाहिँ 125 भयो। खास यति हेड लस राख्दा यति डायमिटर आएको थियो। तर अब हामीले नयाँ डायमिटर फेर्दियौँ, नयाँ डायमिटर फेर्दै हेड लस पनि फेरिन्छ। नयाँ हेड लस निकाल्ने या चाहिँ भनेको फेरि त्यही फर्मुलामा लगेर यो डीको भ्यालुमा हाम्रो नयाँ हालिदिने। डी चाहिँ जहिले पनि मिटरमा हाल्ने, फेरि यो अगाडिको भ्यालु मिटरमा हाल्नुपर्छ। यति मिटरमा हालेपछि नयाँ हेड लस आउँछ कति आउँछ भन्दा 27.312 मिटर आउँछ। अब हेड लस भन्नुहोस् यो माथि हेड लस त यति डाउन आउँदा हेड लस घटिदियो भनेपछि यो रेसिडुअल हेड पनि अझै बढ्न पऱ्यो 10 मिटरबाट माथि। भनेपछि जस्तो अब के भने हाम्रो त नयाँ याचाफ यति चेन्ज भइसकेपछि यो रेसिडुअल हेड बढ्यो नि त। यो कति बढ्यो त भन्दा यहाँसम्मको आरएल हामीलाई थाहा, जस्तै बीको आरएल थाहा अनि एको आरएल पनि थाहा, माथिबाट घटेको यति हेड लस पनि थाहा। भनेपछि त रेसिडुअल भनेको त यति हो। भनेपछि हामीले के गर्नु पर्दो रहेछ भन्दा आरएल अफ बी, यहाँ तिमीको आरएल, यहाँ तिमीको आरएल माइनस आरएल अफ सी, यहाँ ब्राकेट राख्नुपर्छ आरएल अफ सी। अनि यतिसम्म त घट्यो, यहाँबाट मुनि फालिसक्यो, यहाँबाट माथि छैन। भनेपछि अब यतिमा पनि माथिबाट आएको हेड लस घटाइदिएपछि त यति भाग घटाइदिएपछि यति आयो रेसिडुअल। खास गरेको त्यही हो, प्लस माथिको हेड लस पनि जोड्दै घटाइदियो। हेड लस एट
BC त्यही गरे यो HB माइनस HFC अनि RC गरेर यति रेसिड्युअल हेर्नुको 59.083 आउँछ भनेपछि अब यसको RL यहाँ पुग्छ तल यदि पाइप जोडिदियो भने अब अर्को डिजाइन गर्दा यसको RL यहाँसम्मको यो जोडेर लेख्न पर्थ्यो भनेपछि रेसिड्युअलहरू भनेको 10 मिटरबाट खास 10 मिटर थियो राख्ने तर यहाँ कति पुग्यो 59.083 10 मिटरभन्दा माथि ओके भयो तर अब भ्यालुसिटी त लास्टमा चेक गर्नु पर्यो जहिले पनि भ्यालुसिटी भनेको Q/A Qको भ्यालु त माथि जहिले पनि मिटर क्युब पर सेकेन्ड वाला राख्ने अनि πd स्क्वायर बाइ जहिले पनि मिटरको हेर्ने भ्यालु चाहिँ फर Q अनि यो राख्दा 1.992 मिटर पर सेकेन्ड भनेपछि यो 0.3 देखि 3 मिटर पर सेकेन्डसम्म पर्यो भनेपछि हेन्स ओके भयो हाम्रो BC पोर्सनलाई 125 mm को डायमिटर राख्नु पर्यो यसरी चाहिँ सल्भ हुन्छ मेन बुझ्न पर्ने कुरा चाहिँ यदि पपुलेसन दिएको छ डिस्चार्ज देखायो भने सिधै लेन्थ र डिस्चार्ज देखायो भने त्यो डिस्चार्जलाई चाहिँ मिटर क्युब पर सेकेन्डमा लानु पर्यो त्यो चाहिँ लिटर पर सेकेन्ड यस्तोमा दिन्छ लिटरलाई चेन्ज गरेर इन्टु 10⁻³ गर्नु पर्यो यदि त्यो नदिएर पपुलेसन देखायो भने के गर्नु पर्यो BC पाइपलाई पपुलेसन यही हुन्छ सधैँ AB पाइपलाई चाहिँ दुईवटा पपुलेसन जोड्दै आउनु पर्यो अनि अनि यो चेन्ज गर्नुपर्छ 160 दिएको हुन्छ यसलाई चाहिँ 160 लिटर पर डे दिएको हुन्छ यसलाई मिटर क्युब पर सेकेन्डमा लानु पर्यो अनि त्यसपछि नयाँ डायमिटर निकाल्नु पर्यो अनि डायमिटर चाहिँ बजारमा पाउने अनुसारको डायमिटर राख्नु पर्यो त्यो डायमिटर राखेपछि नयाँ हेडलस निकाल्नु पर्यो फेरि त्यसपछि रेसिड्युअल हेड कति हुन्छ भने निकाल्नु पर्यो त्यो निकालेपछि सकेपछि भ्यालुसिटी चेक गर्नु पर्यो 0.3 देखि 3 मा पर्यो भने ओके छ परेन भने चाहिँ फेरि नयाँ पाइप बढाउने डायमिटर बढाउने अनि दुईटामा पारेपछि ओके भयो अनि त्यस अर्को पोर्सनमा जाँदा के हुन्छ नि अब त्यो बीको RL त्यो रेसिड्युअल हेडसँग जोड्दिने यहाँ पुग्यो त्यो RL अनि यता चाहिँ जहिले पनि 10 मिटर माथिसम्म रेसिड्युअल हेड राख्ने फेरि उही प्रोसेस गर्ने यो क्यु निकाल्ने अनि यहाँदेखि RL मानेको हेडलस निकालिदिने अनि डायमिटर निकाल्ने बजारमा त्यो पाइन्न नयाँ डायमिटर निकाल्ने फेरि हेडलस निकाल्ने अनि फेरि रेसिड्युअल हेड निकाल्ने अनि भ्यालुसिटी चेक गरिदिनु भइयो अब फेरि यहाँ त तल पनि छ भने के गर्ने सीमा आइयो हामी त अब सीमा आएपछि यो सीको RLमा रेसिड्युअल हेड जोडिदिनु पर्यो तल 10 मिटरले बढाइदिनु पर्यो त्यति हो